के गर्नुहुन्छ ठुला बुवा? यो घर छ, यो घर हो, यो घर दुईटा घर हाम्रो ठुला बुवा। अहिले पनि स्टार्ट हुन्न बाटो। ल साथीहरु, हामी चाहिँ आज गोत्या जाँदैछौँ। तुलसीपुरबाट गाउँतिरको हाम्रो ठुला बुवा हुनुहुन्छ, त्यहाँ चाहिँ जाँदैछौँ। गोत्या जाने बाटो यो। यो चाहिँ दोगोरे जान्छ अनि दोगोरेबाट चाहिँ हेलो साथीहरु, हामी चाहिँ गोत्या जाँदैछौँ। गोत्या यो तुलसीपुर महानगरपालिकाको कति नम्बर वडा पर्छ त्यो गरी थाहा भएन। यो दोगोरे हुँदै जानुपर्छ। हामी चाहिँ यो अब सुर्खेत जाने रोडमा जोडिँदैछौँ, त्यहाँबाट भित्र जानुपर्छ अलिकति पर अगाडि गएर। ल हामी चाहिँ यता भित्र लाग्यौँ। अब बिग्रिसक्यो रहेछ बाटो, पहिला ठिकै थियो। अब गोत्या जाने बाटो। यहाँनिर बिग्रिया रहेछ, बाटो बनाउनु पर्ने हो, बनाएर हिँड्छन्। यतातिर ठिक छ है बाटो चाहिँ। ल यो ओह्रालो चाहिँ अलि डरलाग्दो ओह्रालो नै छ, लास्टै ओह्रालो छ। यो ढलाइ हाल्या छ एकापट्टि, तलबाट टिप्पर आयो। अब ल ल टिप्परले धुलो उडाउँदै आयो। ल यहाँ पनि पिच छ, पहिला अप्ठ्यारो थियो यतातिर, पिच भएर रहेछ आजभोलि। यो गोते खोलाको पुल यही नै हो साथीहरु। यो गोते खोला पुल पहिला पुल थिएन, यता अलि यता हो त्यो पर झुलुङ्गे पुल छ, त्यहाँबाट हिँड्थ्यौँ हामी चाहिँ। यताबाट पनि हिँड्थ्यौँ पहिला, यता हुँदै यो गोते खोलाको पुल। यो पुलले धेरै सहज बनाएको छ, बर्खाको समयमा चाहिँ लास्टै त्यो ठुलो खोला आउँछ, त्यही भएर एकदमै सहज बनाएको छ। ल यहाँसम्म बाटो पिच छ, हेरौँ है त। अलिकति माथिसम्म त्यो एउटा के चोक छ नि, त्यहाँनिरसम्म चाहिँ पिच नै थियो पहिला। अब हेरौँ के छ आज। यता जानुपर्ने हुन्छ हामी, यहीँबाट यता हो नि, यता हो नि। ल यता छैन है अब पिच, अब पुरै कच्ची आयो। यो पिच गर्ने भनेर तयारी चाहिँ भइरहेको थियो पहिला, भएन्छ है। अब बिस्तारै जानुपर्ने भयो। के हो स्याल जस्तो? स्याल हो स्याल। हेर्ने हो, अहिले आउँदाखेरि हेरौँला स्या। यो गाडीको अगाडि जानुपर्ने भयो, धुलो उडाउने भयो नत्र। तल स्याल पाले छन्, स्याल ऊ त्यहाँ हेरेनौ बाटोमा? यो डबल के अरे यो स्कर्पियो अड्डा थियो नि, त्यति न थियो, तलतिर छ क्या स्याल। अलि हेरौँला बाटोमा राखे भए। उतातिर पारीतिर जङ्गल, कस्तो दामी जङ्गल, माथितिर झन् छ होला जङ्गल अझै। त्यो पारी सल्लाहहरू। बाटो ठिक छैन, यो लास्टै खल्डा खुल्डी बनिसकेको रहेछ। बाटो चाहिँ ठिक छैन, लास्टै बिग्रिया रहेछ। ठुलो गाडीको लागि चाहिँ ठिकै छ, अब बाइक साइकको लागि चाहिँ अब लास्टै उफ्रिने क्या। ए खाल्डा खुल्डी थियो पहिलाको जस्तै।
हालेछन्। पिच भएको भए त हामीलाई चाहिँ यो 10 मिनटमा आइने रहेछ तुलसीपुरबाट। पिच छैन, त्यही भएर बिस्तारै हिँड्नुपर्ने भयो। ल हाम्रो ठुला बाबा घर आइयो। यही नै हाम्रो ठुला बाबा घर। गते त पारी पनि बाटो जान्छ। यहाँनिर पुल छ। हो के छ भाइ? र हाम्रो चाहिँ भाइ हुन्, ठुला बाबाको छोरा। जा ऊ ठुला बाबाले के काम गर्नुहुन्छ? के गर्नुहुन्छ ठुला बुवा? के गर्नुहुन्छ? ए हाम्रो ठुला बुवाको बारी हो। कस्तो दामी फलाउनु भएको छ। यहाँ तरकारी, यता गहुँ छ, टमाटर सबै बारी हो। यो घर छ, यो घर हो, यो घर दुईटा घर हाम्रो ठुला बाबा। हजुर ल त्यही हो गाइज। गते आइयो। यता पारी अझै जान्छ यहाँबाट। ऊ अलि माथि माथि के ठाउँ भन्छ, के कता कता भन्छ, अलि धेरै माथि छ। हामी चाहिँ यहाँसम्म आयौँ तुलसीपुरबाट। धेरै लाग्दैन, बाटो अलिकति कच्ची भएर हो, नत्र 10 मिनटमा आइपुगिन्छ।